धनुराशि। नमस्कार। आज तपाईहरुलाई मैले धनुराशिको विषयमा थोरै जानकारी दिन खोजेँ। तपाईहरु कोही धनुराशिको हुनुहुन्छ भने अथवा तपाईको आफन्त धनुराशिको हुनुहुन्छ भने तपाईहरु थोरै सुन्नुस् है। धनुराशिको मान्छेहरुको स्वामी गुरु हुन्छ। गुरु जसको हुन्छ उसको 16 वर्षबाट उसको भाग्य उदय हुन्छ। 16 वर्ष 30 वर्ष यी गुरुको राशिहरुमा धनुराशिहरुको भाग्य उदय हुन्छ। त्यसकारणले यिनीहरुको शुभ रङहरु विशेष शुभ रङमा पहेँलो चाहिँ एकदमै अति फाप्ने रङमा पर्छ। सकेसम्म पहेँलो कलरको बेसारका टुक्रा मात्रै किन्नुहोस्। लक्ष्मीको आवाहना, विष्णुको आवाहना, विष्णु भगवानको आह्वान गरी ओम नमो भगवते वासुदेवाय को मन्त्र जपहरू गरी तपाईहरुले एउटा बेसारको टुक्रा मात्रै राख्नुभयो भने धनुराशिको लागि एकदम फाइदा हुन्छ। पहिलो नम्बर धनुराशि भनेको के हो भन्नुस् है। धनुराशि भनेको तल हेर्दा घोडाको जाङ जस्तो हुन्छ। त्यो राशिको मान्छेहरुको सोच दुई किसिमको छ। एउटा शिकारीको जस्तो छ, भ्याट शब्द भनिहाल्छ। अर्को पशु जस्तो एकदम लास्ट सोल्लो, घोडा जस्तो, अरूले जे भने पनि मान्ने, जसले हराए पनि मान्ने। अब एउटा चाहिँ शिकारी जस्तो छ, बाण फ्याटे हान्ने। रिस एकदम चर्को छ है। धनुराशिको रिस एकदम धेरै चर्को छ। सकेसम्म धनुराशिले रिसबाट कन्ट्रोल गर्नुहोस्, किनकि तपाईहरु गुरु राशि हो। गुरु भनेको ज्ञान, तपाईहरु ज्योतिष हो, तपाईहरु कुनै पनि सिकाउने टिचर हुनुहुन्छ, तपाईहरु विज्ञानशालाका तपाईहरुको डाक्टरहरु हुनुहुन्छ। त्यसकारण तपाईलाई रिसलाई कन्ट्रोल गर्नुहोस् है। रिस कन्ट्रोल गर्नु भएन भने धनुराशिलाई एकदम घातक छ। पहिलो नम्बरमा धनुराशिको विषयमा नाम चाहिँ पहिले धनुराशिमा के पर्छ त थाहा राख्नु। ए यो भा भी भू ध फाडा भे, यी नामहरुबाट धनुराशिको सुरुवात हुन्छ। त्यसकारणले घोडाको जाङको जस्तो शरीरबाट बनेको भएर धनुराशि भनेको हैन। धनु भनेको माथि लिखेर तानेको हुन्छ। धनु तान्दा धनु भयो। त्यसकारणले तपाईहरुलाई फाप्ने बार बिहीबार आइतबार तपाईहरुलाई फाप्छ। त्यसकारण तपाईहरुको लागि शुभ रत्नको लागि पनि विशेष तपाईहरुलाई माणिक्य र पुष्पराज बढी फाप्छ। सुनहरु तपाईहरुलाई फाप्छ भने शुक्रबार तपाईहरुलाई फाप्दैन। बुझ्नुस् है। शुक्रबार सोमबार त्यति उत्तम बार होइन है तपाईहरुको लागि। बिहीबार आइतबार एकदम राम्रो बार हो। माणिक्य र पुष्पराज तपाईहरुले आफ्नो वेट अनुसार लगाउन सक्नुहुन्छ र कोही विशेषज्ञ ज्योतिषसँग सल्लाह गरेर त्यसको मार्गी बकरी त्यसको अवस्थाहरुको ज्ञान राखेर पनि तपाईहरुले लगाउन सक्नुहुन्छ। विशेष तपाईहरुलाई भूमि प्रिय तपाईहरु भैमा पनि बस्न सक्नुहुन्छ है। तपाईहरु भूमि प्रिय हुनुहुन्छ किनकि तपाईहरुको जङ्गा गोडा भैमा टेकिरहेको अति मन परेको हुन्छ। एउटा खुट्टा उचालेर बस्ने खालको स्वभावको हुनुहुन्छ है। जहिले पनि एउटा खुट्टा राख्नु नि त्यो खुट्टाको माथि अर्को खुट्टा चढाउने खालको तपाईहरुको स्वभाव हुन्छ। तपाईहरुलाई जति राम्रो काम गर्दा पनि तपाईहरुलाई बढी रिस्क गर्ने मान्छेहरु हुन्छन्, किनकि गुरुलाई रिस्क गर्छन् धेरै। त्यसकारणले तपाईहरुले सबै आफ्नो कुराहरु सबै नभन्नु होला। तपाई तेजस्वी हुनुहुन्छ, पिठोदयको राशि हो। तपाईहरुको दिशा पूर्व दिशा र उत्तर दिशा अति धेरै फाप्छ है। तपाईले कामहरु गर्दा पूर्व दिशा अथवा उत्तर दिशामा गएर गरेको कामहरु पनि फाप्छ। देश विदेशको लागि पनि पूर्व उत्तरको देशहरु जस्तो जापान नर्वेहरु जस्ता देशहरु पनि एकदमै बढी फाप्छ। तपाईहरु बुद्धिमान हुनुहुन्छ, विदेशको यात्रा पनि हुन्छ, एकदम चमकदार पनि हुनुहुन्छ, लास्टै दयालु हुनुहुन्छ, एकदम धेरै दयालु हुनुहुन्छ। धनवान पैसा पनि तपाईहरु कमाउन सक्नुहुन्छ, परोपकारी हुनुहुन्छ, अरूको सेवा गर्नुहुन्छ। तपाईलाई अलिकति गुप्त रोगसँग सम्बन्धित रोग, दमहरुको व्यथाहरु आउन सक्ने भएर अलिकति स्वास्थ्यको लागि तपाई केयर गर्नुहोस्। चिसो नगर्नुहोस्। पेटको व्यथा र दमहरुको व्यथा, छातीको व्यथा तपाईहरुलाई लाग्न सक्ने भयो। 1 वर्ष, 8 वर्ष, 13 वर्ष, 18 वर्ष, 28 वर्ष र 38 वर्ष जस्ता वर्षहरुमा तपाईहरुलाई केही समस्याहरु आउँछ। यो वर्षमा सजग रहनुहोस् र विशेष पानीहरुबाट सजग रहनुहोस्। तपाईहरुको दमहरुबाट समस्या आउन सक्ने भएको कारणले विशेष श्वास प्रश्वासलाई एकदम ध्यान दिनुहोस् है। किन धनुराशिले, किनकि घोडाको जङ्गा भन्छ, जङ भनेको छाती, किनकि विशेष गोडाबाट उमा आउने को जुन कुराले टेक्छ त्यस्तै त्यो चाहिँ कहाँ बसेको छ त्यसको माथि धनुराशिको मान्छेको जस्तो टाउको माथि भनेर 20 भाग खाइरहेको छ। त्यो ठाउँलाई छातीहरुसँग सम्बन्धित हुन्छ। त्यो छातीका रोगहरु भएको कारणले विशेष दमहरुसँग सम्बन्धित रोगहरु लाग्न सक्ने हुन्छ। अब विशेष तपाईलाई साहित्य, काव्य, यो शिक्षाहरुमा शिक्षा संकाय विज्ञान यो जस्तो तपाईलाई दर्शनशास्त्र, काव्य, साहित्य यस्ता जुनसुकै पनि फाप्छ। तपाईहरु जम्मैमा दखल राख्नुहुन्छ है। तपाईँ एउटा मात्रै शिक्षा लिने खालको हुँदैन। धनुराशिको मान्छेहरु बहुत
सबै कुराहरू गर्ने, पशु पालन खोल्ने, हर काम गर्ने खालको हुनुहुन्छ है। किनकि धनुराशिमा पशुपालन पनि फाप्छ। अरू मन लागेको पशु धनुराशिको मान्छेलाई ल तिम्रो भयो भनिदियो भने पनि त्यसलाई फाप्छन्। सबै खालको शिक्षा लिन सक्ने भएको कारणले तपाईँलाई संस्कृत पनि एकदम उच्चारण गर्ने खालको संस्कृतलाई पनि तपाईँलाई एकदम राम्रो हुन्छ। नेपाली पनि तपाईँको लागि एकदम राम्रो छ। कानुनशास्त्र पनि राम्रो हुन्छ, दर्शनशास्त्र पनि राम्रो हुन्छ। त्यसै बेला तपाईँले जुनसुकै विषयमा पनि निपुणता कायम गर्नुहुन्छ। तपाईँहरूको समाजसेवाले तपाईँलाई धेरै राम्रो गर्छ। ज्ञान विवेकताको तपाईँहरूलाई एकदम खानी हुन्छ। त्यस कारणले तपाईँहरूले बुझ्नुपर्ने के भन्दा मेष राशि, कर्कट राशि, सिंह राशि र वृश्चिक राशि तपाईँहरूको मित्र राशि हो। वृष राशि, मिथुन राशि, कन्या राशि र तुला राशिहरू तपाईँको शत्रु राशि हो। त्यस कारणले यी राशिहरूसँग मिल्ती भन्दा मेष, कर्कट, सिंह र वृश्चिकसँगको मिल्ती बढी फाप्छ है। मिलाएर तपाईँले गर्नुहोस्। तपाईँलाई रातो पहेँलोहरू बढी फाप्ने भयो, त्यसलाई मिलाएर तपाईँले काम गर्न सक्नुहुन्छ। तपाईँहरूको स्वामी गुरु भएको कारणले सधैँ गुरुको उपासना गर्नुहोस्, आफूभन्दा ठुलो गुरुलाई मान्ने गर्नुहोस्। त्यसले तपाईँलाई फाइदा भयो है। कामहरू गर्दाखेरि शुक्रबारबाट थालनी नगर्नुहोस्। शुक्रबारबाट थालनी गरेको फाप्दैन। तपाईँहरूको औसत हाइटहरू भनेको 5 फिट 5 इन्चबाट 6 फिटसम्मका हाइटहरू विशेष यो राशिका हाइट हुन्छन्। थोरै अग्ला हुन्छन् यी राशिहरू। देश विदेशको लागि पनि जानुहुन्छ। तपाईँहरू जुनसुकै कामहरू गर्न सक्नुहुन्छ। तपाईँसँग भएको क्षमतालाई तपाईँलाई जहाँ पनि प्रयोग गर्न सक्नुहुन्छ। तपाईँहरू भएको ज्ञानलाई तपाईँले मजासँग बाँड्नुहोस् है। तपाईँ कमजोर व्यक्ति होइन। धनुराशिको मान्छेहरू एकदम बिना 1 रुपियाँ पैसा नलिई बाउबाजेको सम्पत्तिको 1 रुपियाँको नचलाइकन सबै सम्पत्ति जोडेर आफ्नै घरहरू बनाएर बस्न सक्ने क्षमतावान हुन्छ। अरूलाई शिक्षा पनि दिनुहुन्छ, सघाउनुहुन्छ पनि। तपाईँहरूसँग पैसा केही न केही पैसाहरू तपाईँले जतन गरेर राख्न खोजिरहनुहुन्छ। तपाईँलाई धनहरूलाई थोरै ठाउँमा नै सञ्चय गरेर एक कुनामा राख्न खोज्नुहुन्छ। त्यो तपाईँलाई सङ्घर्षशील हो। रात्रिमा तपाईँ बलवान हुनुहुन्छ, रात्रि प्रिय हुन्छ। त्यस कारणले विशेष तपाईँहरूले के गर्नुहोस्, अङ्ग तत्त्व, जल तत्त्व यी कामहरूमा तपाईँलाई विशेष चाहिँ के हुन्छ भने तपाईँको राशि के राशि हो त पुरुष राशि हो। त्यस कारणले पुरुषहरू अलिक बलियो हुन्छन् यो राशिका र महिलाहरूमा अलिकति थोरै कमजोरी हुन्छ। अरू चिज सब राम्रो छ। तपाईँ धनुराशिका महिलाहरूभन्दा पुरुषहरू अलिकति बढी तीव्र छिटो रिसाउने छन्। त्यस कारणले रिसलाई जति सक्दो कन्ट्रोल गर्नुहोस्। सिंह राशि र धनुराशिले यदि रिसलाई कन्ट्रोल गर्नु भने तपाईँलाई अग्नि राशि हो नि त, जलाइदिइहाल्नुहुन्छ नि तपाईँले। त्यस कारणले विशेष रिस घटाउनुहोस् है। विशेष रिस घटाउनुहोस्। गुरुको उपासना गर्नुहोस्, मन्दिर जानुहोस्, विष्णु मन्दिर, कृष्ण मन्दिर, राम मन्दिर। त्यो अति तपाईँलाई फाप्छ। किनकि तपाईँहरूको लागि गुरुको पनि गुरुको त गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर, गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरु। गुरुको नै उपासना गर्नु पऱ्यो है। गुरुको सामिप्य जानुहोस्, ज्ञानहरू बाँड्नुहोस्, आफूले पनि ल्याउनुहोस् ज्ञान, अरूलाई पनि ज्ञान दिनुहोस्। तपाईँहरू एकदमै भाग्य चम्काउन सक्ने राशि भएको कारणले आफ्नो मात्रै होइन अरूको पनि भाग्य चम्काइदिनु सक्नुहुन्छ। तपाईँको राशिको नाम नै धनु राशि, धन राशि होइन, धनको राशि भनेको थुप्रो भनेपछि धनु भनेको बाण। त्यो थुप्रोबाट तपाईँले झिक्न सक्ने तीर तपाईँहरूसँग छ। त्यस कारणले जति सक्छ झिक्नुहोस्। घर जग्गा बालबच्चा परिवार तपाईँको एकदम विकास हुने राशि हो है। त्यस कारणले तपाईँहरूले आफ्नै आनन्दसँग तपाईँ काम गर्नुहोस्। तर के बुझ्नुहोस्, जहिले पनि धर्मलाई चाहिँ नछुट्नुहोस् है। तपाईँलाई धर्म कर्तव्य पथमै लाग्नुहोस्, रिसलाई घटाउनुहोस्। यसरी तपाईँले उपासना गर्दा तपाईँहरूको राम्रो हुन्छ। अरू विशेष जानकारीको लागि चाहिँ तपाईँले के हुन्छ भने प्रत्यक्ष बसेर हेर्दाखेरि बढी तपाईँलाई जानकारी हुन्छ। यसो तपाईँलाई फेरि भिडियोहरू अथवा केहरू चाहियो भने कहिलेकाहीँ फलोहरू गर्नुहोस्, लाइक कमेन्टहरू गर्नुहोस्। के कुराहरू सोध्नु छ भने लाइक कमेन्ट गरेर त्यसबाट तपाईँले सोध्न पनि सक्नुहुन्छ र अनलाइन हेराउन पनि सक्नुहुन्छ। तपाईँलाई अनलाइनमा म्यासेज गर्नुहोस्। तपाईँलाई चाहेको कुराहरू तपाईँले अनलाइन पनि हेर्नुहुन्छ। देश विदेशमा बसेर जहाँ बसेर पनि तपाईँहरूले थाहा पाउन सक्नुहुन्छ। यो चाहिँ मैले थोरै समय निक्ले 2 मिनट समय निकाल्दा तपाईँलाई यसो थोरै जानकारी मात्रै दिएको हो। हस् त, नमस्कार।